Okay, let me take you to one of my favorite places here in Dallas, जुन चाहिँ लेक भेरिडियन अनि यो चाहिँ आर्लिङटनमा रहेको छ। Honestly यहाँको इन्भाइरोमेन्ट चाहिँ गजब नै छ अनि लेकको भ्यू भने ओहो। आज चाहिँ यो ठाउँ अझै स्पेशल लागिरहेको छ किनभने we came here for cycling with my प्यारा भान्सा भान्जी। अनि यो ठाउँको एउटा घर चाहिँ मलाई मुमेन्ट हाउस जस्तो लाग्छ जुन चाहिँ हामीले बच्चामा टिभीमा हेर्ने गरिन्थ्यो। अनि यहाँको सनसेटको त के कुरा गर्ने, लुक एट द भ्यू गाइज। अनि यहाँ साइक्लिङ गर्ने हामी मात्र होइन अरूहरू पनि थिए। त्यो मोमेन्टमा मलाई एकछिन पोखराको याद आयो। आई रियली विस हाम्रो पोखरामा पनि लेकको साइडतिर यस्तै राम्रो साइक्लिङ ट्रेल बनोस् जहाँ फ्यामिली, बच्चाहरू अनि सबैजना सेफ र पिसफुल्ली साइक्लिङ गर्न सकुन्। नट ओन्ली साइक्लिङ, यहाँ काइक रेन्ट गर्न पनि सकिन्छ अनि मिनी बिच टाइपको ठाउँ पनि छ जहाँ थुप्रै मान्छेहरू रिल्याक्स गर्दै बसिरहेका थिए। ओभरअल यो ठाउँको इन्भाइरोमेन्ट गजब नै छ, हिँड्ने, डुल्ने, खेल्ने होइन। भोक लाग्यो भने साइडमा रेस्टुरेन्ट पनि छ, टक्क जाने, खाने, त्यही त हो रमाइलो। अनि हामी पनि साइक्लिङ गर्दा गर्दै रात भइसकेछ, सो वी डिसाइडेड टु लिभ। जान त जाने तर कहाँ जाने भन्ने कुरामा कन्फ्युजन भयो। फाइनली बहुमत विङ्स्टपको आयो, सो त्यहाँ गएर केही खायौँ अनि हामी पनि घरतिर लाग्यौँ। सो आजको लागि यति नै। स्टे कुल, स्टे ह्याप्पी है त गाइज।